So hi babies, this is Kripa and you call me a Kripu and good morning सबैजनालाई होप सबैजना सन्चै हुनुहुन्छ अनि म नि एकदम फिट एन्ड फाइन अलवेज ओके अनि म त उठ्ने बित्तिकै मेरो हातमा के हुन्छ गेस झाडु अनि उठेर हाई गरिरहेको छु म हाई गर्दै अब के गर्नु त काम पनि गर्नु पर्यो केटी मान्छे भएर सब झाडुलाई मैले हेर्नु न आमाम कति मिहिनेत गर्छु झाडु लाइ सबैतिर झाडु लाइसके पनि अनि त्यसपछि पोछा लाउनु लागे मेरो त पोछा लाउनु डन्ठी भाँचेको हो क्या त्यही भएर हातले पोछा लाउनु लागेको वाउ कति धेरै मिहिनेती गर्ने केटी भनेर सोचिरहनु भएको होला होइन आई गेस अनि त्यसपछि झाडु साडु लाएर पोछा लाएर भित्र पनि लगाउनु लागि मैले माथिदेखिको तलैसम्म तलदेखिको पछाडिसम्म पछाडिदेखिको सबै लगाइसकेपछि त्यसपछि म ब्रस गर्न लान लागेको ब्रस गरेर मजाले हालेँ अनि ब्रस गर्दै मेरो चाहिँ बानी जहिले यस्तै ब्रस गर्दै केही त केही गर्नै पर्छ अनि मोरल वाक गरेँ सुरुमा अनि त्यसपछि फेरि मोरल वाक गरेर तपाईँहरूलाई देखाएँ अनि त्यसपछि अलिअलि डान्स गरेँ अनि त्यसपछि कम्मरमा हात हालेर मतलब गोजीमा हात हालेर ब्रस गरेँ अनि अब चाहिँ अब मुख धुनु पर्यो आज मैले मुख नधुइकन सफा गरेको थिएँ क्या अगाडि त्यही भएर ढिलो भयो अहिले मुख धुनलाई अनि मुख सुख धुन लागेँ अनि धेरै टाइम लगाएको मैले हेर्न यहाँनिर अनि तपाईँहरूलाई सन्चै हुनुहुन्छ एकदम फिट फाइन त होला नि तपाईँहरू पनि अनि चिया खानुभयो सबैजनाले खानु नै भयो होला म चाहिँ अलिक ढिलो नै खान्छु घर सफा गर्नुपर्छ नि त अनि त्यसो मैले मुख सुख धुएँ अनि तपाईँहरूलाई देखाएँ हिँडेर फेरि हेर्नु न ओ माई गड नाटक गरेँ होइन यसले त कति नाटक गर्दो रहेछ भने तर मेरो बानी नै यस्तै हो अनि त्यसपछि दुध तताउन लागेँ मैले अब दुध तताउनु पऱ्यो नि त चिया खानुलाई अनि भाँडामा हालेँ अनि त्यस फ्रिजबाट मासु लिएर आएँ मैले अनि मासु ल्याएर आएपछि चिया पकाएँ चिया पकाएर गिलासमा हालेँ मम्मीलाई उता लगेर दिएँ अनि मैले चिया खानलाई चेस भन्थेँ अनि त्यसपछि भात बसालेँ तरकारी सुरुमै पकाइदिन्छु क्या म अनि अलि ढिलो हुन्छ अनि भाँडासाँडा माझेँ अनि घोप्टाइदिएँ आफ्नो ठाउँमा घोप्टाउँछु म जहिले पनि यो भाँडाहरू चाहिँ अनि भाँडा घोप्टाउँदै सोचिरहेको थिएँ अनि मैले चाहिँ यो आधी क्लिप चाहिँ हालेको थिइनँ क्या भाँडा घोप्टाएर एकछिन सुतेको थिएँ म चाहिँ अनि दिउँसो सुत्ने बानी भएको क्या आजभोलि अनि यो भाँडासाँडा घोप्टाउँदै अनि मलाई चाहिँ के दिमागमा आयो गीत गाउँछु भनेर सोचिरहेको छु डाडुहरू झुन्डाइरह नि हो त्यसले चाहिँ अनि मैले गीत गाउनु लागेँ कि अनि नै गिटार बजाएको वाउ ग्याङस्टार अनि त्यसपछि मैले डान्स गर्न लागेँ मोरल वाक गर्छु फेरि हेर्नु है आमामा नाटक यसको कति गरिदिँदो रहेछ भन्दा होला है तपाईँले तर म यस्तै हो मेरो बानी यस्तै हो अनि अब चाहिँ डान्स गर्छु हेर्नु म चाहिँ बेली डान्स चाहिँ अलिक गर्न मन लाग्छ है किन पातलो छु नि त अनि हाम्रो 2 दिन भइसक्यो सिनेमा पानी परेको पऱ्यो अनि उताबाट बच्चा कराइरहेको रहेछ आन्टीको छोरा हो यो चाहिँ आन्टी चाहिँ बजार जानुभएको थियो यसलाई छोड्दै सुतेर उठाएर त्यही भएर रोएको रहेछ हेर्नु मम्मी मम्मी भनेर यति भन्दै मेरो भिडियो इन गर्दैछु बाई बाई गाइज दिस इज योर कृपा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला मन पराइदिनु होला इट्स योर कृपा बाई बाई लभ यु